गाइज आज चाहिँ हामी घाँस काट्न आएको। घाँस काट्दा काट्दा हामीले यहाँ के भन्छ पानी मलाई भेटाइसकेका छौँ। ओहो मेरो घाउ पनि भयो के अरे फेरि भन्छ पखाइ ल ल ल भन् एक्टिङ तेरो स्क्रिप्ट भन् के अरे। आज हामी जङ्गलमा घाँस काट्न आछौँ। हामी जङ्गलमा घाँस काट्न आछौँ। वे लास्टै धेरै रहेछ यार त पखाइ गाइज यहाँ ओह्रालो छ भिरालो छ। ये के है ये तो खजाना है क्या। आज हामीले पानीपुरी यहाँ भेटाइसक्नु भएको छ। क्या भाइ पानी मलाई भेटाइसकेको छ। अब थुप्रै कति भेटाइन्छ त हामीले अब त्यो देखाउँछौँ है हामी झ्याम कि झ्याम। अब यो खाने त होला नि पानी अमला कस्तो हुन्छ। अमला पानी अमला भन्ने धेरै गाइजहरूलाई एकदम गाइजहरूलाई थाहा छैन होला। विदेश भन्न आए सहरमा बस्नेहरू हामी गाउँलेहरूलाई पो थाहा हुन्छ। अब यो विदेशीहरूलाई कहाँ थाहा हुन्छ र होइन। खै ए खस्यो हामी एकदम यो लास्टमा देखाउँछ कति हुन्छ भनेर ल गाइज। बाई बाई त्यति जस्तो लागि। हाम्रो बहिनीले चाहिँ लास्टै भेटाइछन् है झ्याम कि झ्याम ताना बहिनी। ल त अहिले पानीपुरी आयो फेरि पानीपुरी नफाले ल यो चाहिँ अलिकति खल्लो परेछ गाइज। अब हामी चाहिँ एकदम मिठो मिठो खोज्दै गइरहेको छौँ। खोजेपछि पछि चाहिँ राम्रो देखाउँछौँ हामीले। अब हामी चाहिँ अब घाँस काट्नतिर लाग्नु पर्यो। यति कति पानी मलाई खाने होइन त। ल बाई। अब हाम्रो बहिनीले चाहिँ घाँस काटिसकिन् मुठो बनाइसकिन्। कता गयो यहीँ रहेछ 2-4 मुठो भइसक्यो। कहाँ गाह्रो छ र यत्तिकै बस्न हामीलाई पनि। घर बाख्राहरू पाल्नै पर्यो। सहरमा बसेर पढेर मात्रै पनि भएन। बाबुआमाको दुःख पनि देखिदिनु पर्यो गाइज। सहरमा भएकोलाई के थाहा यो घाँस के हो कसैले घाँस पनि चिनिँदैन। अब यहाँ घाँस काट्ने गाईबस्तु पालेर बाबाआमालाई थोरै सहयोग पनि दियो भने कति रमाइलो हुन्छ। घाँस काट्दै बस्ने हामी आज चाहिँ बहिनीलाई काँडाले कोप्यो क्या भाइ कहाँ भने जस्तो हुन्छ त। अब उता के अरे सहरमा हुँदा पो बाबा पैसा भनेर भन्थ्यो। गाउँमा त घाँस काट्न पर्छ नानी खान गाईबस्तु पाल्न पर्यो दुध घिउ खान छ भने त अलिअलि त घाँस काट्न पर्यो लड्न पर्यो। मेरो पनि यहाँ हात काँडाले कोप्या थियो गाइज। यतापट्टि हो मैले निकालिसकेँ देखिएन होला है राम्रोसँग। ल गाइज भन्ने कुरो दुःख आफ्नै ठाउँमा छ। अब म पनि घाँस काट्न जान्छु। यो पनि कोतारेकै घाँसले हो कोतारेको। अब म पनि घाँस काट्न जान्छु। अब 5-6 बारी भएपछि देखाउँछु है त गाइज। ल बाई। यो है गाइज पानी अमलाको पात। यसलाई छट्ट तान्ने पानी अमला यहाँबाट आउँछ। आइसक्यो यहाँ यसरी के अरे सहरमा बसेर पानी अमला चिन्नुहुन्न ल धेरै जसोले। त्यो चाउचाउ कुरकुरे खानेलाई अब यो के थाहा छ र। अब यो चाहिँ अब टिप्ने हो औषधि हुन्छ। रुवा लाएको खोकी लाएको सन्चो हुन्छ। ल है त गाइज यो चाहिँ मैले थुप्रै बनाइसकेको छु। अब यो घर लिएर जान्छु। यो पात चाहिँ चिन्नु भयो नि तपाईँ हो गाइज। यो पढ्नु पर्छ होला पढ्नु भयो होला अलिअलि साथीहरूले त। ल बाई बाई। गाह्रो छ गाइज। अब हामी यो उकालो उक्लिँदैछौँ है गाइज। यहाँ उकालो बोकेर माथि घाँस लिएर जाने हो। अब हामी गाह्रो छ गाइज गाह्रो। घाँस काट्न नि कहाँ सजिलो छ र।
फराल यसरी कष्ट अरे राम कस्तो दुःख पर्यो यो बुढेसकालमा प्रभु खै त छोराको नाममा कलङ्क जन्मेछ के देखा अगाडिबाट देखा ल गाइस अब हामी चाहिँ घाँस काटेर लिएर हिँड्न जान्छौँ हामी चाहिँ बाई ल हेर ल छोरा मान्छेको खुट्टा त नि छोरी नै हुन्छ लिएर ल गाइस बाई बाई अब घाँस बोकेर जाने हामी हामी चाहिँ घाँस लिएर आउँदैछौँ गाइज अब घाँस लिएर आइभ्यो हो त्यहाँ गाइजहरू नि यहीँ हुनुहुन्छ घाँस लिएर गरेर राख्छ भने हामीले अब घाँस पुऱ्याउनु पऱ्यो यहाँ मेरो नाम चाहिँ अलिकति लामो भएको के